जय हो। हाम्रो आखिरमा यस्तो एउटा शक्तिको आवश्यक पऱ्यो र भगवान शिवले तपस्या गरेर यो हाम्रो चाहिँ पद्म पुराणमा छ, हाम्रो विष्णु पुराणमा छ, अन्य पुराणहरूमा त्रिशूलको महिमा, त्रिशूलको उत्पत्तिलाई त्यहाँ बताएको छ। र संसारमा सृष्टि हुँदा नै तीनटा शक्ति सत्व रजत तम तीनटा शक्ति हाबी भयो र संसारमा चाहिँ त्यसलाई कसरी कन्ट्रोल गर्ने भन्दाखेरिमा भोले बाबाले संसारको रक्षाको लागि जस्तो विषपान गरेर संसारलाई बचाएको पनि श्रावण महिना, पार्वतीले कठोर तपस्या गरेर शिवजी पाउनु भएको पनि यही श्रावण महिना। र त्यो तीनटा शक्तिलाई कसरी चाहिँ आफ्नो हातमा लिएर नियन्त्रण गर्ने भनेर त त्यो तीनटैमा आदि दैविक, आदि भौतिक, आध्यात्मिक, सत्य रजत तम, ज्ञान भक्ति वैराग्य सम्पूर्णको नेतृत्व गरेर भगवान शिवले आफ्नो हातमा त्रिशूल धारण गर्नुभयो, यो संसारलाई बचाउनु भयो, संसारलाई मुक्ति दिलाउनु भयो। भोले बाबाको त्यो त्रिशूलको रूपलाई हामीले त्यो शक्तिको रूपमा, प्रतीकको रूपमा आज यो नारायणीको तट पावन तटमा हाम्रो यो समिति सम्पूर्णको यस्तो एउटा सल्लाहबाडा हामीले यहाँ राख्नको लागि आज भगवानको कृपा भयो। र भगवान शिवले उत्तराखण्डमा एउटा त्रिशूलमाथि हिमालयमा चाहिँ एउटा मन्दिर छ, त्यहाँ त्यो गाडीको त्रिशूल अहिले पनि भगवान स्वयं त्यहाँ स्थापना गर्नुभएको भएर कसैले पनि उठाउन सक्दैनन् भन्ने त्यहाँ अहिले पनि एउटा प्रचलन छ। र त्यो एउटा प्रतीकको रूपमा हो, जहाँ हनुमानजी हुनुहुन्छ, जहाँ त्रिशूल छ, जहाँ डम्मरू छ, त्यो क्षेत्रको नै रक्षा हुन्छ। र यो साँच्चै नै रामेश्वर शिवालय मन्दिर लक्ष्मीनारायण वृद्ध आश्रमको एउटा प्रयास हो र यसमा सबैले साथ दिनुभएको छ। र हाम्रो त्यहाँ छेउमा अहिले गुरुजीले त्यहाँ पूजा गराउँदै हुनुहुन्छ र हाम्रो यहाँ लाइफ टाइम ग्यारेन्टी भजन समूहका हाम्रा मित्रहरूद्वारा यस कार्यक्रमलाई हामीले अगाडि बढाइरहेका छौँ। र अब त्यसभन्दा अगाडि हामी एउटा हरिनाम सङ्कीर्तन गाउनेछौँ र त्यसै गरी भगवानको नामको महिमा ओम नमः शिवाय, यो पञ्चाक्षरी नाम जसले श्रवण गर्छ त्यसलाई चाहिँ भगवान भोलेको कृपा हुन्छ। हाम्रो पण्डितजीले पछि हामीलाई त्यो ओम नमः शिवाय पनि संक्षिप्तमा त्यसको हामीलाई पनि व्याख्या सुनाउनु हुनेछ र हामीले यसलाई जोड्दै जानेछौँ। हाम्रो कार्यक्रम अब सुरु हुँदै केही छिनपछि हाम्रो सुरु हुँदैछ, त्यसभन्दा अगाडि मैले फेरि भजनलाई नै जोड्न चाहेँ। हाम्रो यहाँ सचिवालयमा हाम्रा तारकज्यू, हाम्रा समिति आइसक्नु भएको छ। उहाँले कार्यक्रम एउटा कुशल कार्यक्रम सञ्चालक, उहाँहरूले त कार्यक्रम मोटिभेसन कार्यक्रम पनि चलाउनुहुन्छ। यसै क्षेत्रका हाम्रा हुनहार व्यक्तित्व उहाँहरूले यस कार्यक्रममा अगाडि बढाउनु हुनेछ। त्यसभन्दा अगाडि हामीले भजन अनि धार्मिक कार्यक्रम भएलाई मैले यतैबाट चाहिँ सुरु गर्दैछु र एउटा हरिनाम सङ्कीर्तन, त्यसपछि हामीले यहाँ अतिथिहरूलाई आसन गराउने काम गर्न पनि जोड्नुपर्छ। अतिथिज्यूहरू आइसक्नु भएको छ, उहाँहरूलाई पनि हामीले एकछिन हामी क्षमा प्रार्थी छौँ। यस कार्यक्रमलाई यसो हरिनाम सङ्कीर्तन गाएपछि फेरि अतिथिको आसनलाई जोड्नेछौँ र फेरि भजन कीर्तनलाई अगाडि बढाउँछौँ। हाम्रो यहाँ रुद्री हुँदैछ, छेउमा फेरि पूजन हुन्छ, उता फेरि सचिवालयको नयाँ सचिवालयको पनि हामीले त्यहाँ उद्घाटन पनि गर्दैछौँ। बोलो सच्चिदानन्द भगवानको। हरे राम हरे राम 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 हरे हरे। हाम्रा सिक्देल दाजुलाई पनि म भजन कीर्तन अगाडि राम राम हरे 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 कृष्ण हरे
हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण
अन्य सच्चिदानंद भगवान को मनस विघ्न हरता गणेश भगवान को हरे भजो गणेश बाला सिंदूर धूप फूलमाला भजो गणेश बाला सिंदूर धूप भजो गणेश बाला सिंदूर धूप फूलमाला भजो गणेश बाला सिंदूर धूप फूलमाला भजो गणेश बाला सिंदूर धूप फूलमाला भजो गणेश बाला सिंदूर धूप भजो गणेश बाला सिंदूर भजो गणेश बाला सिंदूर धूप फूलमाला हरे माता तिम्री पार्वती पिता शंभु भोला माता तिम्री पार्वती पिता शंभु भोला पहिलो पूजा गर्छौ प्रभु दर्शन दिनु होला सिन्दूर धूप फूलमाला हरि भजौ गणेश बाला सिन्दूर धूप बाला सिन्दूर धूप भजौ गणेश बाला सिन्दूर धूप